सबैजनालाई वेलकम छ। म इन्जिनियर दीपक दाहाल। सो आजको भिडियोमा हामीले पोखरा युनिभर्सिटीको चाहिँ होल सिलेबस डिटेल्समा स्कलरशिपहरू के छ सबै कुराहरू डिटेल्समा बुझ्नेवालामा छौँ है त। र त्योभन्दा अगाडि र तपाईहरूले यदि पोखरा युनिभर्सिटीको स्कलरशिप र पेइङमा इक्जाम दिन जाँदै हुनुहुन्छ भने मार्केटमा पोखरा युनिभर्सिटीको स्पेसिफिक सिलेबसमा भएका पास क्वेसन्सहरू पेइङ र स्कलरशिपको मार्केटमा यो किताबभन्दा बाहेक मैले दिएको चाहिँ कतै देखेको छैन। र यो म आफैले लेखेको किताब हो जुन सक्सेस इन्ट्रान्स भनेर छ। पास क्वेसन्स सोलुसन सबै कुराहरू यसमा चाहिँ तपाईँले पोखरा युनिभर्सिटीको इक्जाम दिन जाँदै हुनुहुन्छ भने यसमा त्यो तपाईँहरू जस्तै स्टुडेन्ट्सलाई पठाउनु भएको क्वेसन कलेक्ट गरेर, जस्तै यसरी मेरो इन्ट्रेक्सन हुन्छ अनि स्टुडेन्ट्सहरूले क्वेसन पठाउनुहुन्छ, त्यो क्वेसन्सहरू कलेक्ट गरेर विथ सोलुसन चाहिँ यसमा तपाईँले रियल पास क्वेसन्सहरू हेर्न सक्नुहुन्छ। जुन सक्सेस इन्ट्रान्स किताब हो यो किताब हो र यहाँनिर हेर्न सक्नुहुन्छ। र यसको चाहिँ एभरेस्ट पब्लिकेसनबाट पनि यो किताब लिन सक्नुहुन्छ अथवा यो डिस्क्रिप्सनमा मेरो सोसल ह्यान्डल्स एकाउन्ट छ त्यहाँबाट पनि मलाई रिच आउट गर्न सक्नुहुन्छ है त। अब यसमा सबै क्वेसन्सहरू चाहिँ हेर्नु होला। र आज हामी चाहिँ अब यो सिलेबस छ नि यो स्कलरशिपको अनुसार चाहिँ सबै डिटेल्समा क्वेसन्सहरू छ है त। ल अगाडि बढौँ। सुरु गरौँ पोखरा युनिभर्सिटीमा स्कुल अफ इन्जिनियरिङ जुन पोखरा युनिभर्सिटी ढुङ्गेपाटन पोखरा कास्कीमा पर्छ। इस्टाब्लिस भएको चाहिँ 1997 एडीमा र 8वटा प्रोग्राम्सहरू रन भइरहेको छ इन्जिनियरिङमा। र त्यसमा 20% अफ द टोटल सिटमा स्कलरशिप एभाइलेबल छ। जुन भनेको के हो भन्दा आङ्गिक क्याम्पसहरूमा पोखरा युनिभर्सिटीको आङ्गिक क्याम्पसमा चाहिँ स्कलरशिप चाहिँ 20% है त। र एज एफिलिएटेड प्राइभेट कलेजहरू प्राइभेट क्याम्पसहरूमा चाहिँ 10% छ। त्यो भनेको कतिको हो? ओभरअल टोटल सिट्स जति छ त्यसको 20% आङ्गिक क्याम्पसहरूमा र जति 10% चाहिँ जुन एफिलिएटेड क्याम्पसहरूमा। अगाडि बढौँ। र इन्ट्रान्स फर्म कहिले खुल्छ र कसरी हुन्छ भन्दा स्कलरशिपको चाहिँ पोखरा युनिभर्सिटीले नै कन्डक्ट गर्छ र पेइङको भनेको कन्डक्टेड स्कुल अफ इन्जिनियरिङ जुन पोखरा युनिभर्सिटी उहीँ छ र त्यसको चाहिँ र रेस्पेक्टिभ कलेजले पनि लिन्छ। अब यो भनेको कस्तो भन्दा स्कलरशिपको गभर्मेन्ट स्कलरशिपको चाहिँ इक्जाम हुँदै गर्दाखेरि पोखराले युनिभर्सिटीले पनि लिन्छ र पेइङमा एउटा उहीँ स्कुल अफ इन्जिनियरिङमै एज अ पेइङमा पढ्नको लागि भनेर छुट्टै हुन्छ र अर्को भनेको हरेक प्राइभेट कलेजहरूले छुट्टै लिन्छ। फर इक्जाम्पल आइओईमा एउटै इक्जाम दिए पछाडि चाहिँ के हुन्छ हरेक प्राइभेट कलेजमा पनि त्यही आइओईकै ऱ्याङ्क अनुसार एडमिसन ओपन हुन्छ सबै कुराहरू हुन्छ। तर पोखरा युनिभर्सिटीमा त्यस्तो हुँदैन। पोखरा युनिभर्सिटीमा के हुन्छ हरेक इन्ट्रान्स इक्जाम चाहिँ आफ्नो कलेजको आफैले लिने गरिन्छ र पेइङको लागि है। र स्कुल अफ इन्जिनियरिङमा चाहिँ के हुन्छ उहीँ एसओईमै इक्जाम लिन्छ जुन पेइङको लागि है। अब अगाडि बढौँ। जुन अघि हामीले आङ्गिक क्याम्पसको कुरा गरेको थियौँ जुन एउटा आङ्गिक क्याम्पस भनेको पियु स्कुल अफ इन्जिनियरिङ लेखनाथ कास्की उहीँ युनिभर्सिटीमै भयो। र अर्को भनेको त्यसलाई एक्सटेन्डेड आङ्गिक क्याम्पस भनेर मदन भण्डारी कलेज अफ इन्जिनियरिङ उर्लाबारी मोरङमा है। यो चाहिँ कसरी इस्टाब्लिस भएको भन्दाखेरि जोइन्ट एज अ कन्स्टिट्युट क्याम्पस जुन पोखरा युनिभर्सिटी र मदन भण्डारीको चाहिँ संयुक्त जोइन्ट हो है यो चाहिँ। अब कुरा गरौँ एफिलिएटेड क्याम्पसहरू कतिवटा छन् भन्दा टोटल 14वटा क्याम्पसहरू जुन आङ्गिक क्याम्पसभन्दा बाहेक चाहिँ पोखरा युनिभर्सिटी जहाँ इन्जिनियरिङ पढाइ हुन्छ त्यहाँ चाहिँ 14वटा क्याम्पसहरू छन् है। स्टार्ट गरौँ कस्मस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी जुन ललितपुरमा छ। त्यस्तै नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा छ। युनिभर्सल साइन्स कलेज ललितपुरमा छ। अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नवलपरासीमा छ। सँगसँगै लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेज रूपान्देहीमा छ। र अर्को हाम्रो 6 नम्बरमा नेसनल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी एज अ धनगढी इन्जिनियरिङ कलेज पनि भनिन्छ जुन धनगढी कैलालीमा छ। अब अर्को कलेज छ हाम्रो नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी जुन ललितपुरमा छ। अब बाँकी अरू कलेजेसहरू चाहिँ राप्ती इन्जिनियरिङ कलेज छ जुन दाङमा। त्यस्तै युनाइटेड टेक्निकल कलेज भनेर चितवनमा र कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्जमा। एभरेस्ट इन्जिनियरिङ कलेज ललितपुरमा अनि क्रिम्सन कलेज अफ टेक्नोलोजी भनेर रूपान्देहीमा। सँगसँगै गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स पोखरा कास्कीमा। रिच कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट भनेर ललितपुरमा छ। यो भनेको कलेजको एफिलिएटेड कुरा भयो। अब यहाँनिर के छ भन्दा एभाइलेबल प्रोग्राम्स एन्ड सिट्स अन्डर एसओई को कुरा गर्ने हो भने पहिला एभाइलेबल प्रोग्राम्सको बारेमा कुरा गरौँ।
इन्जिनियरिङ प्रोग्राममा यो भनेको जुन स्कलरसिप छ नि गभर्नमेन्ट स्कलरसिप जुन युनिभर्सिटी पोखरा युनिभर्सिटीमै लिने गरिन्छ है पोखरा युनिभर्सिटीले लिने गर्छ है पेपर बेस्ड हुन्छ अब यसमा इन्जिनियरिङ प्रोग्राममा टोटल स्कलरसिपको सिट चाहिँ कति छ त भन्दा कम्प्युटरमा 98 आर्किटेक्चरमा 29 सिभिलमा 163 हेर्नु त सिभिलमा कति बढी सिट छ अब त्यस पछाडि सिभिल एन्ड रुरल इन्जिनियरिङ भनेर छ 14 इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ भनेर 5 अनि सफ्टवेयर 24 इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी 48 इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स 29 इन्जिनियरिङ सिभिल अफ डिप्लोमा होल्डर्सको लागि चाहिँ 5 गरेर टोटल स्कलरसिपको सिट चाहिँ कति छ 415 छ है त यो चाहिँ तपाईहरुको जुन युनिभर्सिटीले दिने यो चाहिँ कसरी डिस्ट्रिब्युट हुन्छ सिट अघि भनेको थिएँ नि मैले जुन जस्तै आंगिक क्याम्पसहरुमा 20% है जति त्यहाँनेर सिट्स कोटाहरु छ जति सिट्स छ अवेलेबल त्यसको 20% चाहिँ मा यो सिट्सहरु पर्छ है फर एक्जाम्पल कुनै एउटा कलेजमा चाहिँ यति सिट छ सपोज 96 सिट छ भने चाहिँ त्यसको चाहिँ अब 20% चाहिँ त्यसमा भयो अब एफिलिएटेड भनेको प्राइभेटमा चाहिँ यदि 96 छ भने उसको 10% मा चाहिँ त्यो स्कलरसिपको सिट भयो है त्यसरी चाहिँ डिभाइड हुन्छ अब यो त्यसरी आएको टोटल हो अब तपाईले यदि स्कलरसिपमा नाम निकाल्नु भयो हो कति पैसा लाग्छ त भन्नुहुन्छ भने चाहिँ यदि तपाईले पोखरा युनिभर्सिटीमै स्कुल अफ इन्जिनियरिङमै पढ्नु भयो भने चाहिँ तपाईलाई टोटल भनेको 4 वर्षको 11000 लाग्छ है अहिले अब पछि त्यसलाई अपडेट पनि हुन सक्छ हैन अब यो भिडियो बनाउँदै गर्दासम्म अब यसमा चाहिँ के छ भने लास्ट इयरको कुरा गरौँ यो लास्ट इयरमा जस्तै एडमिसन फी भनेर तपाईको 1000 र अब 10000 चाहिँ डिपोजिट भनेर हो पछि चाहिँ रिफन्ड हुन्छ है त त्यो गरेर टोटल तपाईको 11000 अब जस्तै एफिलिएटेड कलेजहरु भनेको तपाईले पोखरा युनिभर्सिटीको स्कलरसिपमा गभर्नमेन्ट स्कलरसिपमा नाम निकाल्नु भयो नाम निकालिसकेपछि अब तपाईले चाहिँ हरेक प्राइभेट कलेजहरुमा जानु भयो भने चाहिँ के हुन्छ त्यहाँनेर चाहिँ जस्तै कलेजको एज अ ल्याब्स अनि टुर्सहरु एक्स्ट्रा एक्टिभिटिज सर्वे क्याम्पहरु अब अरु जियोलोजी टुरहरु यस्तो हुन्छ नि हो अब त्यो टुरहरु अब अरु डिफरेन्ट फ्याकल्टीको आफ्नो टुरहरु हुन्छ नि त हो टुरहरुको पैसाहरु यताउता भनेर चाहिँ कलेजले केही फी जस्तै 50-60 हजार यस्तो अराउन्डमा चाहिँ आफ्नो कलेजको डिफरेन्स छ है यसमा चाहिँ त्यो हरेक कलेज अनुसार डिफरेन्स छ त्यो उनीहरुले आफूले कलेजहरुले चाहिँ लिने गर्छन् अब जस्तै त्यो स्कुल अफ इन्जिनियरिङमा चाहिँ अब तपाईले स्कुल अफ इन्जिनियरिङमै उही पोखरा युनिभर्सिटीमै पढ्नु भयो स्कलरसिपमा नाम निकाल्नु भयो भने 11000 त लाग्यो तर अब पछि तपाईले सर्वे क्याम्पहरु जानु पर्यो अनि अरु क्याम्पहरु जानु पर्यो भने त्यतिखेर पैसा अब जाने आउने चाहिँ तपाईले आफ्नो त्यही बस नै भए पनि अब अरु खानेहरुले चाहिँ आफ्नो पैसा आफै खर्च गर्नुपर्छ है स्कलरसिपको स्टुडेन्ट्सहरुले चाहिँ अनि अब प्राइभेटमा पनि तपाईको कतिवटा टुरसम्म दिने भनेर पहिले त्यो एडमिसन गर्दाखेरि तपाईले के को फी चाहिँ लिएको हो जस्तै कलेजहरुले तपाईहरुले चाहिँ अब एडमिसन गर्न जाँदाखेरि चाहिँ पहिला के बुझ्नु पर्यो भन्दा कलेजले चाहिँ केही पैसा लिँदैछ भने यो चाहिँ के को लागि लिनु भएको हो भनेर चाहिँ बुझ्नु पर्यो है त तपाईहरुले चाहिँ कलेजमा गएर जाँदै गर्दाखेरि सो त्यो भएर अराउन्ड प्राइभेट कलेजेसहरुमा तपाईको स्कलरसिपमा पढ्ने स्टुडेन्टले चाहिँ 50 60 70 हजार यस्तै आफ्नो कलेजको क्राइटेरिया अनुसार डिफरेन्ट छ है त त्यो पैसा किन लिएको तपाईले जियोलोजी टुर जानुहुन्छ सर्वे क्याम्प जानुहुन्छ अथवा जुनसुकै फ्याकल्टीमा आउनुहुन्छ त्यतिखेर तपाई खानुहुन्छ बस्नुहुन्छ हैन अब त्यो बराबरको पैसा चाहिँ उनीहरुले पहिले नै लिदिन्छन् है त ल त्यसरी हो है यो कुरा चाहिँ ल अगाडि बढौं अब यसमा यो स्कुल अफ इन्जिनियरिङको चाहिँ स्कुल अफ इन्जिनियरिङमा चाहिँ स्कलरसिपको एक्जाम कन्डक्ट हुन्छ हैन यो चाहिँ भनेको कस्तो भन्दा स्कुल अफ इन्जिनियरिङमा उही स्कलरसिपको एक्जाम भयो त्यसमा चाहिँ जुन अघि आंगिक क्याम्पस र एफिलिएटेड क्याम्पसमा चाहिँ त्यही सिट्सहरु चाहिँ त्यसरी डिभाइड हुन्छ 10% र 20% है त्यही भनेको है त अब कुरा गरौँ स्कुल अफ इन्जिनियरिङको पेइङमा है पेइङको कुरा के छ भन्नुहुन्छ भने यो भनेको स्कुल अफ इन्जिनियरिङमै पोखरा युनिभर्सिटीको स्कुल अफ इन्जिनियरिङको लागि हो यो पेइङको सिट छ यति फी लाग्छ भनेर चाहिँ छ अब हेरौँ त इन्जिनियरिङ प्रोग्राममा सिभिलमा 78 है यो सिट्सहरु हो टोटल सिभिल एन्ड रुरलमा 39 अनि इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा 39 कम्प्युटर इन्जिनियरिङमा 39 सफ्टवेयर इन्जिनियरिङमा 39 इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी बीआईटीमा 39 गरेर टोटल 273 सिट्सहरु छ है त अहिलेको डेटसम्म अब अगाडि बढौं त्यहाँ हेर्नुस् त फी चाहिँ के छ भन्दाखेरि सिभिल एन्ड रुरलको लागि फी कति छ 6,23,000 छ अब यसमा चाहिँ प्लस 20,000 डिपोजिट जोडियो है त डिपोजिट पछि फिर्ता पाउनु भयो है तपाईले अब बी कम्प्युटर सफ्टवेयर आईटी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सहरुमा कुरा गर्ने हो भने चाहिँ कति छ हेर्नु त 5,87,200 छ प्लस त्यसमा के भयो चाहिँ डिपोजिट भनेको 20,000 डिपोजिट जोडियो अब यसको एक्जाम कहाँ हुन्छ
जुन एसओए एट पोखरा र काठमाडौँ र भरतपुरमा पनि यसको एक्जाम चाहिँ हुने गरेको छ है त। अब पेइङको चाहिँ तपाईँको यहाँ पेइङको चाहिँ यसरी एसओए पोखरा काठमाडौँ भरतपुरमा यसरी हुन्छ, तर तपाईँको स्कलरसिपको एक्जाम चाहिँ युनिभर्सिटीमै गएर दिनुपर्छ है। यसमा सिलेबसको क्राइटेरियाहरू के छ भन्दाखेरि यो सिलेबस भनेको चाहिँ मार्किङ सिलेबस, यो स्किम भनेको चाहिँ के को लागि हो? स्कलरसिपको लागि हो है। स्कलरसिपको लागि के छ हेर्नुहोस् त, टोटल नम्बर अफ क्वेसन्स भनेको म्याथमेटिक्समा 40 है, फिजिक्समा 40, केमिस्ट्रीमा 40, इङ्ग्लिसमा 30 र टोटल 150। क्वेसन्स कस्ता आउँछन्? जस्तै आइओईमा तपाईँले 2 मार्क्सका क्वेसन्सहरू 1 मार्क्सका क्वेसन्सहरू दिनुहुन्छ, तर यो सबै के क्वेसन्सहरू हो? 1 मार्क्सका क्वेसनहरू हो। सो आइओईको 1 मार्क्सको क्वेसन भन्दा थोरै अलिकति डिफिकल्टी लेभल अलिकति कम हुन्छ है त, त्यस्ता खालका क्वेसन्सहरू चाहिँ आउँछ है। अब अझै अगाडि बढौँ। अब सबै मल्टिपल चोइस क्वेसन्स हो, नेगेटिभ मार्किङ हुँदैन है, नेगेटिभ मार्किङ हुँदैन। त्यही भएर तपाईँले ढुक्कसँग सबै क्वेसन्सहरू एटेम्प गर्नु होला है इक्जाम दिँदा। अनि यसमा फिजिकल क्यालकुलेटर चाहिँ अलाउड हुन्छ होइन, जस्तै साइन्टिफिक र प्रोग्रामेबल क्यालकुलेटर चाहिँ लग्न मिल्दैन भनेको त्यो पसलमा युज हुने खालको त्यो हुन्छ नि हिसाब किताब गर्नको लागि। त्यहाँ साइन्टिफिक प्रोग्रामेबल केही नभएको सिम्पल प्लस माइनस त्यस्तो साइनहरू भएको मात्र एउटा ठुलो खालको ढ्याप्प परेको क्यालकुलेटर हुन्छ नि हो, त्यस्तै क्यालकुलेटर मात्रै युज गर्न पाइन्छ है त। यति बुझ्नुभयो। अब म यहाँनिर अलिकति के को पनि कुरा गरिदिन्छु भन्दाखेरि पेइङको पनि कुरा गरिदिन्छु है। जस्तै हेर्नुहोस् है, यहाँ स्कुल अफ इन्जिनियरिङ इन्ट्रान्सको यो भनेको चाहिँ स्कलरसिपको लागि हो, तर एसओईमै जुन पेइङको कुरा गरेको थियौँ नि, पेइङमा इक्जाम दिनु पऱ्यो भने चाहिँ म्याथमेटिक्समा तपाईँको 40 नै सोध्छ है, फिजिक्समा 25 है। अब यो फिजिक्समा हेर्नु त स्कलरसिपमा 40 तर पेइङमा 25 है। केमिस्ट्री, अब केमिस्ट्रीमा के हुन्छ ठ्याक्कै त्यसको कम हुन्छ, केमिस्ट्रीमा तपाईँको 15 है, यसमा तपाईँको कति भने मैले 25 है, केमिस्ट्रीमा कति भने 15 र इङ्ग्लिसमा चाहिँ अझै के हुन्छ 20 है त। त्यसरी चाहिँ यो सिट्सहरू चाहिँ नम्बर अफ क्वेसन चाहिँ त्यसरी डिभाइड भएर टोटल 100 चाहिँ पेइङमा हुन्छ र स्कलरसिपको लागि चाहिँ के भयो? यो भयो है त। अब कुरा गरौँ सेड्युल र क्राइटेरिया है। यसमा के छ? इक्जाम टाइम अगस्त अथवा सेप्टेम्बर यस्तो टेन्टेटिभ यो टाइमलाइनमा हुन्छ। अब फर्म भनेको 30 दिन अगाडि चाहिँ खोल्छ है। एसओए कन्डक्टेड भनेको जुन एसओए स्कुल अफ इन्जिनियरिङ पोखरा युनिभर्सिटीले कन्डक्ट गर्ने हो यो एक्जाम, जुन स्कलरसिपको हामीले कुरा गरिरहेको छौँ पेपर बेस्ड हुन्छ है। स्कलरसिपको एक्जाम पेपर बेस्ड है तपाईँले। अब इभ्यालुएसन भनेको 100% इन्ट्रान्स बेसिसमा हुन्छ। तपाईँले 11मा कति जिपिए ल्याउनु भएको थियो, पर्सेन्टेज कति थियो, त्यसलाई केही पनि म्याटर गर्दैन, त्यो 100% इन्ट्रान्स बेसिसमा हुन्छ। अब त्यस पछाडि कुरा गरौँ फुल मार्क्स पनि हाम्रो कुरा गरौँ, फुल मार्क्स भनेको 150 को हुन्छ र ड्युरेसन भनेको कति 3 आवर्स। पास मार्क्स भनेको मेरिट बेस, ऱ्याङ्क अघि नै कुरा भएका मेरिट बेसमा हुन्छ है। पास मार्क्स भनेर यति नै छुट्याएको चाहिँ छैन। अब त्यस पछाडि स्कलरसिप सेन्टर भनेको स्कुल अफ इन्जिनियरिङ पोखरामा है, यो स्कलरसिपको चाहिँ उहीँ गएर इक्जाम दिनु पऱ्यो र अनलाइन फर्म फिलअप गर्नको लागि यो डिटेल्स वेबसाइट छ। र फी र पेमेन्टको कुरा गर्ने हो भने लास्ट इयरको 81 को हेर्ने हो भने चाहिँ तपाईँले तिर्नुपर्ने भनेको 1800 हो, त्यो चाहिँ अनलाइन अर ब्याङ्कबाट तिर्न सक्नुहुन्छ है त। अब कुरा गरौँ प्रोग्राम इलिजिबिलिटी, कसले चाहिँ इन्ट्रान्स दिन पाउनुहुन्छ त? +2 साइन्स अथवा इक्विभ्यालेन्ट, +2 साइन्ससँग इक्विभ्यालेन्ट स्टुडेन्ट्सहरू होइन, अब डिप्लोमा पढ्नु भएको छ, अरू पढ्नु भएको छ, अरू अल्सो बायोलोजी ग्रुप है। अब यो एकदम यो चाहिँ पोखरा युनिभर्सिटीमा अरू युनिभर्सिटीमा पाइँदैन होइन, धेरैवटा अरू युनिभर्सिटीमा। जस्तै पोखरा युनिभर्सिटीमा चाहिँ बायोलोजी ग्रुपले पनि इन्जिनियरिङको इन्ट्रान्स दिन पाउनुहुन्छ, तर 100 मार्क्सको म्याथ चाहिँ पढ्नु पऱ्यो है। 100 मार्क्स एटलिस्ट तपाईँले चाहिँ 100 मार्क्सको म्याथ पढ्नु भएको छ भने, भनेको 12 मा तपाईँले एक्स्ट्रा म्याथ लिनुभएको छ भने चाहिँ यसमा के हुन्छ तपाईँले पढ्न पाउनुहुन्छ इन्जिनियरिङको इन्ट्रान्स दिन। र मिनिमम सी आउनु पर्यो अथवा 45% भनेको अल सब्जेक्टमा। यो के हो? थ्योरी र प्र्याक्टिकल इन्क्लुड गरेर हो। अब यसमा चाहिने डकुमेन्ट्स भनेको सिटिजनसिप है। सिटिजनसिप स्कलरसिपको एक्जामको लागि नेसेसरी हो है। सिटिजनसिप भएन भने फर्म एक्सेप्ट हुँदैन तपाईँको। त्यही भएर सिटिजनसिप फर्स्ट रिक्वायरमेन्ट हो, जुन अरू युनिभर्सिटीमा छैन। यसमा चाहिँ सिटिजनसिप चाहिन्छ है। त्यही भएर सुरुमै सिटिजनसिप बनाइहाल्नु होला यदि पोखराको एक्जाम दिँदै हुनुहुन्छ भने। र यसमा चाहिँ के छ भन्दा अनुसूचित 2 फर्म एज अ कन्फर्मेसनको लागि चाहिँ तपाईँले यो एकदमै इम्पोर्टेन्ट छ है, यो कुरो धेरै च्यानलले बुझ्नुपर्ने छ। जस्तै गभर्मेन्टको स्कलरसिपको लागि 6 देखि 10 है, 6 देखि 10 गभर्मेन्ट पढेकै हुनु पर्यो, सरकारी पढेकै हुनु पर्यो। त्यसको लेटर चाहिँ लेटरको स्याम्पल पिओकै वेबसाइटमा पनि छ है।
त्यहाँनिर कस्तो खालको लेटर बनाउनुपर्छ एज अ स्कुलले चाहिँ यो विद्यार्थी चाहिँ गभर्मेन्टमा पढेको हो 6 देखि 10 सम्म चाहिँ यही संस्था सरकारी विद्यालयमा चाहिँ यसरी पढेको हो भनेर एउटा बनाइदिनुपर्छ है त्यो लेटर बनाउनुपर्छ त्यो लेटरको स्याम्पल पोखरा युनिभर्सिटीकै वेबसाइटमा भेट्न सक्नुहुन्छ र त्यसमा मैले के भने 6 देखि 10 सर जस्तै म चाहिँ अब 8 देखि 10 मेरो चाहिँ गभर्मेन्ट हो मैले इक्जाम दिन पाउँदिनँ भनेर सोध्नुहुन्छ भने तपाईँले पाउनुहुन्छ इक्जाम दिन चाहिँ है तर त्यो तपाईँको तर अदर्समा पर्छ भनेको स्कलरसिपको क्राइटेरियाको लागि चाहिँ के हुन्छ पहिला 6 देखि 10 मा जतिजना स्टुडेन्ट्स हुनुहुन्छ त्योजना स्टुडेन्ट्सले पाउनु भएन भने है त्यो त्यति स्टुडेन्ट्समा पढेर तपाईँले चाहिँ त्यति स्टुडेन्ट्सले पुग्नु भएन अथवा 6 देखि 10 क्याटेगोरीमा पर्ने स्टुडेन्ट्सबाट स्कलरसिपको सिट फुलफिल नभएको केसमा अदर्सको मेरिट र्याङ्क हेरिन्छ है भनेको स्ट्रिक्टली पहिला 6 देखि 10 को हेरिन्छ 6 देखि 10 मा स्कलरसिप कोटा फुलफिल नभएको केसमा चाहिँ के हुन्छ तपाईको अब 8 अथवा त्योभन्दा माथि हैन 7 देखि 10 8 देखि 10 अब जतिसुकै हुनुहोस् त्यो सबै अदर्स हो है त्यसले केही फरक पार्दैन त्यो चाहिँ अनि मेरिट त्यसको अदर्समा जुन माथि हुनुहुन्छ त्यही अनुसार चाहिँ उहाँहरुको चाहिँ सिट डिस्ट्रिब्युसन हुन्छ त्यसरी हुन्छ है यो एकदमै इम्पोर्टेन्ट छ अब जस्तै कोटा स्पेसिफिक डकुमेन्ट्सहरु सुरुमै तपाईले फर्म भर्दै नै दलित कोटामा अप्लाई गर्दै हुनुहुन्छ कि अपाङ्गमा गरिबमा दुर्गममा जनजाति मुस्लिम मधेसी यसरी चाहिँ फर्मको सुरुमै तपाईले चाहिँ त्यो कुन कोटाको लागि अप्लाई गर्दै हुनुहुन्छ भन्ने कुरा पनि खुलाउनु पर्छ र सँगसँगै एससी एसएलसी र प्लस 2 इक्विभ्यालेन्स डकुमेन्टहरु जुन मार्क सिट ग्रेड सिट क्यारेक्टर यस्तो सर्टिफिकेटहरु पनि रेडी बनाउनु होला भ्यालिड आफ्नो इमेल एड्रेस छँदैछ पर तपाईको पर्सनल इन्फर्मेसन अनि तपाईको कन्ट्याक्ट नम्बर भयो र तपाईको एज अ फोटो हैन अनि त्यसपछि पासपोर्ट साइज फोटो जुन फर्ममा कति गाइडलाइन अनुसार मागेको छ त्यो अनुसार भयो भाउचर नम्बर जुन तपाईले एक्जाममा अब इन्ट्रान्सको त्यो पैसा पेमेन्ट गरिसकेपछि चाहिँ तपाईले पाउनुहुन्छ सो त्यसरी चाहिँ ओभरअल पोखरा युनिभर्सिटीको चाहिँ हामीले कुरा गरेको छौं र अहिले पीए को 31औं वार्षिक उत्सव चलिरहँदाखेरि अहिले फर्स्ट 1000 स्टुडेन्ट्स को 30% अफर त अलरेडी धेरै जना स्टुडेन्ट्स आएर 1000 स्टुडेन्ट को कति प्याक भइसक्नु भयो तर स्टुडेन्टहरुको धेरै डिमान्डको कारणले गर्दाखेरि यही अफरलाई अझै हामीले केही दिन कन्टिन्यू गर्ने गरिरहेको छौं त्यो भएर तपाईहरु अहिले सम्म यदि एडमिसन गर्नलाई अझै बाँकी हुनुहुन्छ जो जोइन गर्न लाग्दै हुनुहुन्छ भने चाहिँ छिटै आएर पीए मा आफ्नो सिट सुरक्षित गर्न सक्नुहुन्छ इन्जिनियरिङ इन्ट्रान्स पढ्नको लागि